मेरो साथी किन खुसी थियो अघि? छैन, किन खुसी हुनु र? त्यही पनि हामी जस्तो मान्छेलाई खुसी हुने अधिकार कहाँ छ र? भनेपछि मसँग पनि रिसायो। अनि मामा माइजूसँग पो रिसाएको त? मैले के गरेको छु र मसँग रिसाउनलाई? तपाईँलाई मैले छुनुहुन्न भनेको होइन, मैले छुँदा दाग लाग्छ होला नि तपाईँलाई। गल्ती भयो, माफ गरिदिनु। जानु गएर साबुन पानीले पखालिहाल्नु, मात्र मैले छोएको दाग नजाला। ल त्यसो भए अझै दाग लगा, मेरो जिउभरि सबै तिम्रो दाग लाग्यो। ल भन अब के गर्छ? अब त साबुन पानीको पोखरीमा गएर पौडी नै खेल्नुपर्छ तपाईँले। तिमीले छुँदा दाग लाग्छ भने लागोस्, मलाई केही पनि फरक पर्दैन। ल भन त, अघि तिमी त्यति धेरै खुसी किन थियौ? काकीले बाजेसँग बिहे गर्न मान्नुभयो। हो र? बाजेका छोराहरू आएका थिए, बाजेलाई यो बुढेसकालमा किन बिहे गर्नु पर्यो भनेर गाली गर्दै थिए। बाजेले पनि साह्रो गाह्रो पर्दा चाहिँ वास्ता नगर्ने, अनि बिहे गर्न लाग्दा चाहिँ किन चासो लिनु पर्यो भनेर भनिदिनु भयो। मैले पनि तिनीहरूलाई भर्को सुनाइदिएँ।